वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। छल कपट नगरौँ है न हिँडौँ ढाँटेर, छल कपट नगरौँ है न हिँडौँ ढाँटेर, दान धर्म कर्म गरौँ मनले आँटेर। नेपाल सिजन 6 का विनर म यति बेला यो ध्वनि यन्त्र अर्पण गर्न चाहन्छु प्रशिष पाण्डेलाई। जोरदार तालीले स्वागत गरिदिनु होला। एकपटक हात माथि उठाएर जोरदार ताली। प्रोसेस पाण्डे हैन ल, धेरै धेरै सम्मान छ हाम्रो प्रोसेस पाण्डे भाइलाई। यहाँ उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनहरू र महाराज श्री विजय कृष्णमूर्ति महाराज श्री र म चाहिँ जहिले पनि सुरुमा मैले केही मेरो नित्य कर्म गर्दा सुरुमा चाहिँ मैले एउटा मन्त्र मार्फत सुरु गर्ने गरेको छु। म चाहिँ त्यो गाउन चाहन्छु। वक्रतुंड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। यो मन्त्रले चाहिँ एकदम मनमा आनन्द मिल्छ र कुनै पनि काम सुरु गर्दा यो मन्त्र मार्फत आफ्नो दैनिकी कार्य सुरु गर्नुभयो भने हजुरहरूलाई कहिले पनि अप्ठ्यारो पर्दैन, कहिले पनि केही विघ्न बाधा आउँदैन। त्यसकारणले हजुरहरू सबैले प्रयोग गर्नुहोला। दान गर्नुहोला, धर्म गर्नुहोला, कर्म गर्नुहोला, फलको आश कहिले पनि नगर्नुहोला। छल कपट नगरौँ है न हिँडौँ ढाँटेर, छल कपट नगरौँ है न हिँडौँ ढाँटेर, दान धर्म कर्म गरौँ मनले आँटेर। छल कपट नगरौँ है न हिँडौँ ढाँटेर, छल कपट नगरौँ है न हिँडौँ ढाँटेर, दान धर्म कर्म गरौँ मनले आँटेर, दान धर्म कर्म गरौँ मनले आँटेर, हरि हरि दान धर्म कर्म गरौँ मनले आँटेर। नारायण नारायण भन्देऊ परानी, नारायण नारायण भन्देऊ परानी, मरेपछि सबैजना भइन्छ खरानी, मरेपछि सबैजना भइन्छ खरानी। नारायण नारायण भन्देऊ परानी, नारायण नारायण भन्देऊ परानी, मरेपछि सबैजना भइन्छ खरानी, हरि हरि मरेपछि सबैजना भइन्छ खरानी।
गरौँ कर्म गरौँ 2 दिनको चोला धर्म गरौँ कर्म गरौँ 2 दिनको चोला दान गर्दा पुण्य मिल्छ दान गर्नु होला दान गर्दा पुण्य मिल्छ दान गर्नु होला धर्म गरौँ कर्म गरौँ 2 दिनको चोला धर्म गरौँ कर्म गरौँ 2 दिनको चोला दान गर्दा पुण्य मिल्छ दान गर्नु होला दान गर्दा पुण्य मिल्छ दान गर्नु होला हरि हरि दान गर्दा पुण्य मिल्छ दान गर्नु होला हरि हरि दान गर्दा पुण्य मिल्छ दान गर्नु होला जय श्री राधे जय श्री राधे कस्तो राम्रो सबैलाई मन परेको भने ताली सुनौँ न एकपटक आहा प्रोसेस पाण्डे जो अब गीत सङ्गीतको यात्रामा भोइस अफ नेपाल सिजन 6 को विनर भएर आफ्नो साङ्गीतिक यात्रालाई अगाडि बढाउनु भएको छ र जो पहिलो यहाँहरूले रियालिटी सोमा भोइस अफ नेपालमा भाग लिनुभयो पहिलो दिनबाट अर्थात् पहिलो एपिसोडबाटै चर्चाको शिखरमा रहेका प्रोसेस पाण्डे उहाँ भजन मात्रै गाउनु हुँदैन गीत मात्रै गाउनु हुँदैन क्यारिकेचर पनि बडा राम्रो गर्नुहुन्छ सबैजनालाई नमस्कार म चाहिँ प्रोसेस पाण्डे बोल्दैछु सबैजना चाहिँ अब यो जेठ 26 गतेसम्म यहाँ हुँदैछ ऐतिहासिक गण्डकी कोटी होम म पनि आएको छु सबैजना आउनु होला है त होइन ताली बजाउनुहोस् एकपटक अब अरू के छ गीत गाउने मान्छेलाई कति क्यारिकेचर गर्दा भाइ सबजना कोटी हो आउनु भाइ कस्तो क्यारिकेचर गर्नु लाग्छ यार ल अब एउटा अर्को भजन प्रोसेस पाण्डे उहाँभित्र विलक्षण प्रतिभा छ उहाँले केवल अहिले छोटो प्रस्तुत मात्रै गर्नुभयो र उहाँ क्यारिकेचर बोत्तिकी अब्बल गीतमा पनि क्यारिकेचर गर्नुहुन्छ बद्री पङ्गिनी गीत गाइदिनु भएको थियो उहाँले एकचोटि उस्तै स्वरमा फेरि सर्लकै निकाल्ने यस्तो आनन्दको मान्छे यस्तो मृदुभाषी यस्तो विलक्षण प्रतिभा भगवानको साक्षात् कृपा छ उहाँभित्र उहाँलाई एकपटक जोरदार तालले सम्मान गरौँ प्रोसेस पाण्डे हाम्रो रत्न हो हिरा हो र अर्को भजन गाउने तयारीमा हुनुहुन्छ नभए हजुरलाई जे इच्छा लाग्छ त्यो गर्न सक्नुहुन्छ भगवानको भजनले मनलाई छुन्छ भगवानको भजनले मेरो मन छुन्छ कोटी होममा आउनुहोस् भक्त यतै भेट हुन्छ हे गरौँ है सबले दान गरौँ प्रभुकै शरणमा परौँ नमस्ते छ्याजलो धोरले तिमी आऊ धनगढीबाट म आउँछु काठमाडौँबाट भेटौँला कोटी होमहरूले गरौँ है सबले दान गरौँ प्रभुकै शरणमा परौँ नमस्ते छ्याजलो छोरीले तिमी आऊ धनगढीबाट म आउँछु काठमाडौँबाट भेटौँला कोटी होमहरूले भेटौँला कोटी होमहरूले
निदान सुनि रोग जति निको हुन्छ सबै निको हुन्छ सबै छलकपट नगरौँ ढाँटेर दान गरौँ मनदेखि आँटेर नमस्ते छ्याजलो झरले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला कोटी हो मोरले छल नगरौँ नहिँडौँ ढाँटेर दान गरौँ मनदेखि आँटेर नमस्ते छ्याजलो छोरीले तिमी आऊ तिम्रै घरबाट म आउँछु मेरै घरबाट भेटौँला यही ठाउँमा मोरले भेटौँला कोटी हो मोरले भेटौँला कोटी हो मोरले भेटौँला